के तपाईँहरू युट्युब मोनिटाइजेसन गर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो लास्टसम्म हेर्नु होला है। स्किप चाहिँ नगरौँ, यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है। अब तपाईँ चाहिँ सुरुमा चाहिँ के गर्नुहोस् भन्दाखेरि तपाईँ चाहिँ सुरुमा चाहिँ एमा जानु होला, गेट द स्टार्टिङमा जानु होला। अनि त्यसपछि चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ युजर नेम, इमेल, पासपोर्ट अनि कन्फर्म पासपोर्ट अनि राख्नु होला। सुरुमा चाहिँ आफ्नो इमेल राख्नुहोस्। आफ्नै जस्तै आफ्नो नाम राख्नु होला। जस्तै मैले मेरो नाम राखेँ, रोहन सुनार 50 राखेँ। अब तपाईँले आफ्नो इमेल राख्नु होला है। मैले यस्तै इमेल राखेँ, यो राखिदिएँ। अनि त्यसपछि तपाईँले पासवर्ड राख्नु होला। अनि पासवर्ड राखिसकेपछि चाहिँ तपाईँले यसमा क्लिक गर्नु होला। अनि त्यसपछि चाहिँ तपाईँले साइन अप गर्नु होला। साइन अप गरिसकेपछि चाहिँ तपाईँको आइडी खुल्छ। तपाईँहरू त्यो आइडी क्रिएट गरिसकेपछि चाहिँ तपाईँको यस्तो इन्टरफेस देखाउँछ है। तपाईँले चाहिँ अब यस्तो इन्टरफेस देखाउँछ तपाईँको चाहिँ। अब तपाईँ चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ तपाईँ स्क्रोल गर्दै जानु होला। अनि त्यसपछि तपाईँले चाहिँ यसमा क्लिक गर्नु होला। अनि यसमा क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईँले थुप्रै सर्भिसहरू, सोसियल मिडियाहरूको देखाउन सक्नुहुन्छ। तपाईँले जुन पनि बढाउन सक्नुहुन्छ, तपाईँले हेर्दै जानु होला। तपाईँले यसरी स्क्रोल पनि गर्न सक्नुहुनेछ। स्क्रोल गर्दै जानु होला। अनि तपाईँले चाहिँ अब जस्तै अब तपाईँले युट्युबमा सब्सक्राइब बढाउन चाहनु भने चाहिँ युट्युबमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ, युट्युबमा क्लिक गर्नु होला। अनि यहाँ सकेपछि यहाँ एउटा अप्सन चुज गर्नु होला। तपाईँले जुन गर्दा पनि हुन्छ। तपाईँको चाहिँ यो चाहिँ सबै प्राइस 1000 नै हो। तपाईँको चाहिँ चाहिँ यहाँ एउटा चुज गरे पनि हुन्छ। अब यो चाहिँ के भन्दाखेरि नि यो 300 देखि 500 पर डे हो। अनि यो चाहिँ यो 733 को लिनु भने चाहिँ 200 देखि 50 देखि 200 पर डे, 1000 को लिनुहुन्छ भने 2000 देखि 7000 पर डे, यस्तै गर्दै जाने हो। मैले चाहिँ यही लिएँ। अनि त्यसपछि तपाईँले चाहिँ एमा जानु होला। सुरुमा चाहिँ तपाईँले जुन बढाउँदा पनि तपाईँले यो डिस्क्रिप्सन पढ्नु होला, पढ्न नबिर्सनु होला। अनि त्यसपछि चाहिँ यो चाहिँ एमा चाहिँ आफ्नो च्यानलको लिङ्क राखिदिनु होला है। अब आफ्नो कुन च्यानलमा चाहिँ तपाईँले सब्सक्राइब बढाउने हो त्यो च्यानलको लिङ्क चाहिँ यहाँ राख्नु होला। यहाँ पनि देखेको छ युट्युब च्यानल लिङ्क भनेर। अनि तपाईँले चाहिँ यहाँ कति सब्सक्राइब बढाउन चाहनुहुन्छ त्यो लेख्नु होला। अनि मैले चाहिँ यहाँ 1000 लेखेँ चाहिँ तपाईँले चाहिँ यहाँ मिनिमम चाहिँ 100 भन्दा माथि चाहिँ बढाउन सक्नुहुन्छ है। अहिलेको चाहिँ सबैको चाहिँ 750 रुपियाँ लाग्छ। अनि यहाँ चाहिँ न्यू अर्डरमा क्लिक गरिदिनु होला। न्यू अर्डरमा क्लिक गरिसकेपछि तपाईँको अर्डर सुरु हुन्छ। अनि त्यसपछि सुरुमा तपाईँले चाहिँ यसमा चाहिँ ब्यालेन्स एड गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँ यो यहाँमा चाहिँ ब्यालेन्स एड गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँ यो व्हाट्सएपमा गएर चाहिँ तपाईँले चाहिँ भन्न सक्नुहुन्छ ब्यालेन्स एड गर्नुपऱ्यो भनेर। अनि तपाईँले उहाँले चाहिँ युजर नेम माग्नुहुन्छ। त्यसपछि तपाईँको यहाँ जुन युजर नेम हुन्छ नि, यो जुन यहाँ युजर नेम हुन्छ नि, तपाईँ त्यो युजर नेम चाहिँ दिनु होला है। त्यो युजर नेम चाहिँ दिनु होला। अनि त्यसपछि चाहिँ तपाईँले चाहिँ अब कति एड गर्ने त्यो गर्नुहोस्। अनि तपाईँको यहाँ यसमा चाहिँ ब्यालेन्स एड हुन्छ।